हेलो साथीहरु वेलकम छ मेरो युट्युब च्यानलमा सबैजनालाई युट्युबलाई थिचेर आउनु होला। अनि आज चाहिँ म रोमानियाको बुकारिस भन्ने ठाउँमा घुम्न जाँदै छौं। म चाहिँ हल्का बुकारिस बाहिर हो हैन। अनि त्यही भएर आज बहिनी र म हामी सबैजना चाहिँ घुम्न जाँदै छौं। कहाँ जाँदै छौं भनेदेखि चाहिँ तपाईहरुलाई म देखाउने नै छु। अनि भिडियो पनि हेरेर साथ दिनु होला। अनि युट्युब च्यानलमा पनि यसो थिच्दिनु होला। हजुरहरुको साथ सपोर्ट मायाले नै यसो अगाडि बढ्न सकिन्छ कि भनेको। तर मलाई माया गर्नुहुने जति सबै साथीहरुले त गर्नु भएको छ हैन। युट्युब च्यानल थिचेर लाइक कमेन्ट गर्नु भएको छ, उहाँहरुलाई धेरै धेरै धन्यवाद। अनि मेरो चाहिँ के भएको थियो भने युट्युब चाहिँ ब्यान भयो। अनि अब पर्मानेन्ट ब्यान भयो। अनि फेरि पनि मैले अर्को युट्युब खोलेर अनि चलाउन लागेको छु। अनि हजुरहरुले पनि त्यहाँ पनि साथ दिनु होला है त। ल कुरा आयो यो टम्पर मेटर के हो, टम्परमा चढेको हामी चाहिँ हैन। अनि हामी बाटो भुल्यौं, दुईटा गाडी चढेर फेरि अर्कै टम्पर के हो यो टमेटो के होमा चढेर हामी चाहिँ लाग्यौं हेरिस्तो पार्कतिर हैन। अनि अब के गर्नु, अब भाग्यमा त्यस्तै लेखेको छ त हैन। 80 रुपैयाँ फाइन तिर्नुमा पर्यौं। अनि 80 रुपैयाँको कमाल हो। चिसो खाने पैसा सबै त्यही ट्रमलाई चढाइदिए हामीले हैन। अनि त्यसपछि हामी चाहिँ खुसी भएर जे भए पनि खुसी छु, किनकि उनीहरुलाई नि बिचारा खानै नपाएर बस्यो होला, के थाहा पैसा पाएको हैन, गोजीमा हाल्यो होला नि त हैन। त्यही भएर साथीहरु बसको टिकट चाहिँ जसरी नि तपाईहरुले बोकेरै हिँड्नु होला। आको 4 वर्षमा बल्ल कमाएको पैसा जति सबै यसरी उडेर गयो है। अब यस्तो हो नि त, सबैजना स्याड भयो भने त स्याड हुन्छ नि त। अनि त्यही भएर म चाहिँ हाँसे हिँड्यो क्या, हाँसेकै बोलेको हिँड्यो क्या। अनि सोल्टिनीले चाहिँ है त्यो ट्रमको चाहिँ ढोका चाहिँ कसरी खोल्दै थियो क्या। म भाग्छु अब भनेर हैन, थिच्याइदियो है। हाँस्दा म चाहिँ है हेर्छु के गरेको होला यो, दुईजनाले भन्छ है। आफूलाई चाहिँ झोला यत्र बुया थियो हैन, खुट्टाले झोला च्यापिराखेको थियो है। बाहिर आएपछि त हाँसो पनि लाग्यो। ल हेरिस्तो पार्कतिर पनि आइपुग्यो हामी चाहिँ है। ल जाऊँ न त नि हेरिस्तो पार्कमा घुम्नलाई अनि हेर्नुलाई। अनि तपाईहरुलाई पनि देखाउँछु, अनि हेर्नुस् ल। अनि यो हेरिस्तो पार्कमा चाहिँ म पहिला साउनी लगेर गएको थियो सुरुमा म यहाँ रोमानिया आउँदाखेरि। अनि त्यही भएर त्यही कुराको याद आउँछ कि कति राम्रो ठाउँ छ माया। अब साथीहरु आउँदाखेरि यतैतिर घुम्न लिएर आऊ, मैले देखाइदिएको भनेर देखाइदिनु भएको थियो क्या। अनि हेर्नु न, आफ्नो लभ परेको भए पनि हैन, बोयफ्रेन्ड गर्लफ्रेन्डको टक्क यहाँ चाबी झुन्डाउनु हुन्थ्यो, कहिले नछुटोस् भनेर। अब के गर्नु, आफ्नो छैन, आफू सिंगल राम। अब हिँडे हेर्दै अरूको जोरी। यस्तो भिडभाडमा हिँड्दाखेरि तपाईहरुलाई कतिको मजा आउँछ त, त्यो पनि कमरो ठहराएर हैन, मोबाइल ठहराएर। अनि मलाई त एकदम रहर लाग्छ है भिडियो बनाउन। बाहिर घुम्न हिँडिसकेपछि चाहिँ मलाई भिडियो नबनाइ हुँदैन हैन। बरु म फोटो खिच्दिन, कमै खिच्छु हैन। तर भिडियो चाहिँ म धेरै बनाउँछु साथीहरु हैन। बनाउनु पर्छ, यस्तो हो क्या लाइफमा। भोलि पर्सि अब के हो होइन नि हैन। अहिले हिँड्दै प्याट्टै केही भइहाल्यो भने पनि कसले देख्छ र। तर अहिलेदेखि भिडियो बनाएर राख्यो भने यादगार रहन्छ नि त, याद। त्यही भएर चाहिँ मैले भिडियो चाहिँ अनिवार्य बनाउँछु हैन। साथीहरु भिडियो बनाउने बेलामा चाहिँ मैले सोधेरै बनाएको हुन्छ क्या। भिडियो बनाएर पोस्ट गर्न मिल्छ कि मिल्दैन भनेर मात्रै बनाउँछु हैन। त्यतिकै बिना सिधी त म पनि बनाउने खालको मान्छे होइन हैन। मेरो के रे युट्युबमा र मेरो टिकटकमा अरु कसैको सिधीमिधीको थोप्रा जाँदैन क्या। अनि त्यही भएर अलिक आफूले मन परेको, आफूले चाहिएको मात्रै हो क्या। त्यहाँनिर म त्यहाँ फुलेको रुममा जाँदाखेरि पनि, त्यहाँ पस्दाखेरि पनि मेरो के भिडियो बनाएर आइराखेको थियो त्यो भिडियो। तर पनि मैले आफ्नै भिडियो बनाएको थिएँ हैन। अनि भिडियो नबनाऊ है भन्दो रहेछ क्या। अनि मेरो पाला नि के काम र, तपाईको किन भिडियो बनाउने हो र मैले भन्दिएँ। मैले नि चिन्नु जान्नु घचेरी मान्नु। मैले हैन मान्छेहरु बाटोमा भेट्दाखेरि त बनाउन मिल्छ भने मात्रै बनाउँछ, नत्र भए बनाउँदैन है भन्ने मान्छे हैन। क्यामेरा ठडाए भन्दैमा जो पाए त्यहीको भिडियो बनाउन नि मिल्दैन हैन। जो पाए त्यहीको अब कुनै मेकअप नगरिकन बसेको हुन्छ, लुगा नलगाइकन बसेको हुन्छ हैन। अब मायाले झन् जस्तो पाए त्यस्तै फोटो खिचेर भिडियो बनाएर हाल्छ भन्छ क्या। उनीहरुलाई लिपस्टिक पाउडर लाएर गाजल लाएर चट्ट हुनु पर्ने रे क्या ओए। अनि त्यही भएर ल कुरा गर्दा साथीहरु फुल फुल्ने ठाउँमा नि आइपुगेछ हैन मान्छेको ताती। अनि हेर्नु होला
अब मार्केटै चाइनिजले खाइसकेको छ त होइन यहाँ पनि चाइनिज फुल अरे अब के हो अब चाइनिज फुल हेर्न जाने भनेको अनि हिल चप्पल लाएर जाने भनेको क्या अलि राम्री भएर जाने भनेको होइन के को हिल चप्पल लाएर गएको भए त त्यहाँ गड्डिएर लडिरहेन रहेछ नि त जुत्ता लाएर जाँदा त यो हालत है आमा मेरो त ट्राउजर पनि त्यो के अरे सेतो खालको ट्राउजर लाएको थियो क्या वान पिससँग त्यो पनि अलि माथि माथि गएछ भने केटीहरू दुईजना केटी दुईजना चाहिँ हेरेर मुसु मुसु हाँसिरहेको थियो यदि मनै थियो भने ओए तिम्रो सुरुवाल त्यस्तै हो माथि गएछ तान न तल मान्छेले देख्छ भन्न सकिहाल्छ नि सक्दैन र होइन त्यही भएर फुलेले सुरुवालको डिजाइन त्यस्तै हो अरे क्या मलाई कस्तो हाँस उठेर होइन यार मैले अघि काटेको थियो अनि त्यही भएर निस्केको होला बाहिर म हाल्छु नि त भनेर हालेँ होइन अनि हेर्नु साथीहरू फुलहरू कति राम्रो फुलेको छ होइन एकदम धेरै रमाइलो हुँदो रहेछ आएको रोमानियामा आएको 4 वर्षमा चाहिँ म यो फुल फुलेको ठाउँमा चाहिँ यही पालि गएको हो क्या यसपालि नै गएको हो क्या होइन तर पनि 80 रुपियाँ तिरेर गएको है हामी चाहिँ त्यो सिधीमिधी पैसा तिरेर नगएको होइन कि हामी पैसा तिरेरै गएको हौँ अनि त्यही भएर नि यस्तो ठाउँहरू पनि रहेछ होइन ल हामी चाहिँ अब हेरि पनि सक्यौँ घुमि नि सक्यौँ काठमाडौँको गेटतिर आइसक्यो होइन काठमाडौँ एयरपोर्टको गेट आयो साथीहरू त्यहाँ गयो कि मलाई जहिले पनि याद आउँछ क्या काठमाडौँको एयरपोर्टको गेट जस्तो लाग्छ होइन अनि है लास्ट टाइममा फर्किने बेलामा चाहिँ सोल्टिनी र म मात्रै बाई बाई गाइज वाचिङ भिडियो